हेलो गाइज, आज चाहिँ मैले बिहानै खाटसाट मिलाएर भगवान्लाई सम्झिन थालेँ किनभने आज थियो मेरो रिजल्ट। मलाई कलेजै जान मन लागेको थिएन रिजल्टको चिन्ताले, तर जे हुन्छ हुन्छ भनेर लाग्यौँ हामी कलेजतर्फ। मेरो चिन्ता त रिजल्टको मात्र थियो गाइज, तर दोस्तको भने दुईटाको थियो। एउटा रिजल्टको र अर्को चाहिँ उसको मोबाइल हो गाइज। दोस्तको मोबाइलको चाहिँ हिजो डिस्प्ले उडेको थियो। पुरानो गयो नयाँ आउँछ भन्दै लाग्यौँ हामी कलेजतर्फ। यतिको सान्त्वना त दिनै पर्यो नि गाइज। कलेज त पुग्यो गाइज, अब रिजल्ट लिने कसरी भन्दै हामी सोच्न थाल्यौँ। डरकै आगे जिते भन्दै हामी अगाडि लाग्यौँ रिजल्ट लिन। रिजल्ट पनि लियो गाइज र हाम्रो रियाक्सनै अब हल्का डिफ्रेन्टै आयो। हाम्रो रिजल्ट चाहिँ सोचेको भन्दा चाहिँ एकदमै बवालै आयो गाइज। हामी दुईजनै पास भयो राम्रो मार्क्स ल्याएर। अनि हाम्रो यो दोस्तले पनि अब पास भएको खुसीमा चाहिँ हामीलाई खुवायो चिया। र चिया खाँदै गाइज हामीले चाहिँ अब रमाइलो गर्दै बसिरहेको थियौँ। त्यसपछि हाम्रो चाहिँ सरले बोलाउनु भयो फोन गरेर सुकेधारामा चाहिँ गाइज अब हामीले चाहिँ एडको लागि एउटा भिडियो बनाउनु पर्ने थियो। एडभर्टाइजमेन्टको लागि भिडियो बनाउने भनेर हामी दुईजना कसेर गएको गाइज। जाँदाखेरि त भिडियो बनाउनुको लागि दाइ नै आउनु भएको थिएन। त्यही भएर अब ग्यारेजमा चाहिँ के गर्ने भनेर हामीलाई झेउ लागिरहेको थियो गाइज। सर नै आउनु भएको थिएन। त्यता चाहिँ फेरि एउटा बाइक राखेको रहेछ टेस्ट ड्राइभिङको लागि। अनि टेस्ट ड्राइभिङको लागि मैले चाहिँ गरेँ त्यो बाइकलाई टेस्ट। कत्रो राम्रो रहेछ गाइज। कामसम थिएन गाइज, त्यही भएर हामी गयौँ अब कलेजतिर। कलेजमा चाहिँ अब सरले चाहिँ सबलाई चटपटे पार्टी दिनुभयो। सबैजनाले गमका गम चटपटे खाएपछि लाग्यो कामतिर। घर छिटो जानु पाउँछ भनेर छिटो चटपटे खाएको गाइज, झन्नै अड्केन। फाइनली सबैजनालाई बाई बाई भनेर हामी लाग्यो घरतिर। भिडियोमा आउनु पाउँछ भनेर म्यामहरू पनि सबैजना मक्ख पर्दै बाई बाई भन्नुभयो। सो गाइज आजको लागि चाहिँ यति नै। अब भोलिको ब्लगमा भेटौँला। बाई बाई।